राजाले आफ्नो शासन छोड्नुभन्दा अगाडि जब उहाँले ज्ञानेन्द्र राजाले त्यो बेला आफ्नो शक्तिलाई फेरि पहुँचलाई संवैधानिकबाट सक्रिय राजाको रूपमा अगाडि बढ्ने क्रममा जुन किसिमको हरकत गर्नुभयो त्यसपछि नेतृत्वहरूले त्यो बेलाका पार्टी दलहरूले चाहिँ कम्तीमा पनि आफ्नो भनाइहरू राख्दा ती चिजहरूमा राजा रहने कि नरहने भन्ने कुरामा अगाडि बढ्दा पहिलो संविधान सभाले ती चिजलाई निर्णय गरेर राजालाई हटाएर गणतन्त्र स्थापना गरेको। अब अहिले राष्ट्रिय राजनीतिमा सडकमा राजावादीहरूको अनगोइङ आन्दोलन चलिरहेको अवस्था। केही दिन अगाडि हामीले 14, 15, 16 गते गणतन्त्र दिवस जिल्ला स्थित मूल समारोह समिति अन्तर्गत सङ्खुवासभामा पनि मनायौँ। यो सन्दर्भमा अहिले विशेष गरी अब हिजो मात्रै पनि अग्नि सापकोटालाई अब यो त्यो बेलाको द्वन्द्व बेलाको केसलाई लिएर यही परिस्थिति र यही समयमा त्यो एउटा अदालतले मुद्दा चलाउन सक्ने भन्ने कुरा र प्लस अहिले चाहिँ यो पतञ्जलि योगलाई चाहिँ जग्गा दिने सन्दर्भमा अब मौखिक आदेशको भरमा माधव कुमार नेपालले मौखिक आदेश दिएको हिसाबले चाहिँ त्यो प्रक्रियालाई यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाहिँ विशेष अदालतमा मुद्दा दायर गरेको अवस्था र अहिलेको अवस्थामा न्युजहरू आज पढ्दा उहाँ निलम्बन भएको अवस्था छ। यो सन्दर्भ जोड्दा चाहिँ पक्कै पनि यसमा काहीँ न काहीँ राजावादीहरूको यो आन्दोलनसँग यो चिज यही समयमा आउँदा लिङ्क छ कि भन्नु चाहिँ काहीँ न काहीँ शङ्का गर्ने ठाउँ चाहिँ छ। विशेष गरी हुन त अहिलेको अवस्थामा अब राजावादी आन्दोलन अब उहाँहरूको भनाइ अब ठिक छ, कति सन्दर्भमा हाम्रा गणतन्त्रवादी नेता नेतृत्वहरूले आफ्नो काम व्यवहारमा आन्दोलनबाट सफल भएर गणतन्त्र ल्यायो, तर विकास निर्माणको सन्दर्भमा सुशासन दिने सन्दर्भमा काहीँ न काहीँ हामी कमजोरी हामीले गरेका छौँ तलदेखि माथिसम्म र त्यसको आवाजहरू सडकमा पर्याप्त रङमा छरिएको थियो र त्यसैलाई कम्बाइन गरेर अहिले चाहिँ केन्द्रित गरेर चाहिँ अब यो राजावादीहरूले जो आन्दोलन गरिरहेको छ यो आन्दोलनलाई निस्तेज पार्नुभन्दा पनि हाम्रा व्यवहारहरू परिवर्तन गरेर अगाडि बढ्नु चाहिँ अहिलेको मेल जोड्नु त हाम्रो चाहिँ काम हो। तर यही बेला फेरि पनि हैन एउटा राजनैतिक दलका प्रमुखलाई यही समयमा फेरि अख्तियार लाएर यी चिजमा अगाडि बढ्नु भनेको चाहिँ काहीँ न काहीँ शङ्का गर्ने ठाउँ अघि पनि भनेछ। किन पनि हो भने जसरी अघिल्लो पटक 52 जना संवैधानिक आयोगका नियुक्ति हुँदाखेरिको अध्यादेश मार्फत यही अहिलेका हाम्रो सम्माननीय प्रधानमन्त्री ओलीजी चाहिँ प्रधानमन्त्री हुँदा 52 जनालाई संवैधानिक आयोगमा नियुक्ति गरेको थियो, जसमा जुन त्यो बेलाको नियम थियो त्यो नियममा चाहिँ प्रतिपक्षी दलको नेतालाई सहभागी नगराई यो चिजलाई अध्यादेश मार्फत नियुक्ति गरेको थियो र पछि त्यो अध्यादेश निश्चित समयपछि पास हुनुपर्थ्यो, सदनबाट पास भएन। यही क्वेसन मार्क आइरहेको अवस्थामा र 28 गते यही जेठको 28 गते चाहिँ सर्वोच्च अदालतले हैन अख्तियार प्रमुख लगायत 52 जनाको चाहिँ यो नियुक्तिको सन्दर्भमा फैसला गर्दैछ। अब यसले के हुन्छ त्यो चिजमा के हुन्छ भन्दा अगाडि नै यो चिजलाई यही समयमा हान्नु पनि एउटा शङ्का गर्ने ठाउँ चाहिँ छ। हजुर धन्यवाद छ। यो विषय चाहिँ अलिकति जटिल छ। स्वाभाविक रूपले हृदयेन्द्र नेपाल फर्किनु, नारायणहिटीमा ज्ञानेन्द्रले पूजा लाउनु र यो सरकारको प्रवृत्तिदेखि अत्यन्त इरिटेट भएका जनताहरू चाहिँ अचानक राजावादीको हुलमा मिसिनु, यो पक्कै संविधान संशोधनको मागसहित आएको होला जस्तो लाग्दैन? संविधान संशोधन यसको उपचार हुन सक्छ कि सक्दैन होला? हुन त अहिले दुईटा ठुलो दल विशेष गरी नेपाली काङ्ग्रेस र नेकपा एमाले दुई दल मिलेर सरकार बनाउँदै गर्दा पनि कति भएका एजेन्डामा पहिलो एजेन्डा भनेकै चाहिँ संविधान संशोधन गरेर एड्रेस गर्ने भनेको थियो, तर त्यतातिर त अहिलेसम्म देखिएन। संविधान संशोधन एउटा भएका अहिलेका 10 वर्षको अनुभवमा संविधान कहाँ बाधक भयो त? यो सङ्घीयता कार्यान्वयन गर्नको सन्दर्भमा या सुशासन दिने सन्दर्भमा कहाँ बाधक भयो? त्यो चिज त समय अनुकूल संविधान भनेको परिवर्तन गर्नै नहुने चाहिँ एउटा दस्तावेज होइन। अब त्यो सबै मेटेर अर्को ल्याउने भन्दा समय अनुकूल यसलाई परिवर्तन गर्दै लानुपर्छ, यो नै महत्त्वपूर्ण कुरा हो। त्यसकारण यो आवश्यक छ। एउटा कुरा त्यो बेला
जुन बेला राजावादीहरूले सायद त्यो बेला मलाई लाग्छ त्यो बेलाको नेकपा एमाले हाम्रै पार्टी त्यो बेलाका अध्यक्ष जो माधव नेपाल हुन्थ्यो उहाँले नोट्स अफ डिसेन्ट लेखेर यो चाहिँ संविधान यो चाहिँ जनमत सङ्ग्रहबाट चाहिँ यसलाई निदान गर्नुपर्छ भनेर दर्ज गरे जस्तो म गलत छैन भने त्यो गर्नुभएको थियो। त्यसकारण पक्कै पनि अहिलेको अवस्थामा राजालाई पनि यो स्ट्रिममा ल्याउने या नल्याउने भन्ने कुरा चाहिँ नागरिकको तहसम्म जानुपर्छ भने त्यो चाहिँ सायद जनमत सङ्ग्रहमा जानु राम्रो हुन्छ। त्यसले चाहिँ होइन अब संविधानले मूलत हटाइसकेको विषयमा जनमत सङ्ग्रह गरिरहनु भनेको त गणतन्त्रवादीहरू कमजोर हुनु हो नि त। गणतन्त्रवादी राजनीतिहरू अब शिथिल भएको हो त तपाईँको विश्लेषणमा? गणतन्त्र आफैमा महत्त्वपूर्ण र उच्चतम व्यवस्था हो, तर पनि यसमा कार्यान्वयन गर्ने सन्दर्भमा यसलाई स्थापित गर्ने सन्दर्भमा त मेन नागरिकले खोज्ने भनेको त सुशासन हो नि, सेवा प्रवाहमा चुस्तता हो नि, होइन भ्रष्टाचार रहित समाज हो नि। कुनै पनि कार्यालयमा आफैले आफ्नो पहुँचले काम गर्नु सक्नुपर्ने हो नि त। यी चिजहरूमा बाधक त छ नि त हाम्रा अहिले भएका हाम्रा संयन्त्रहरू। सामान्य जनतालाई छोडिदिनुहोस् न, तपाईँ निर्वाचित स्थानीय सरकारको समन्वय प्रमुख पनि हो, तपाईँ आफू कति सन्तुष्ट हुनुहुन्छ र जनतालाई कसरी सन्तुष्ट हौँ भन्ने ठाउँ छ कि छैन होला? अब सन्तुष्टिको हिसाबले त छैन। अब मैले बुझेको भनेको जुन तहको नेतृत्वहरू चाहे त्यो कर्मचारी वृत्तको होस् तलदेखि माथिसम्म टप टु बटम या बटम टु टप या निर्वाचित प्रतिनिधि होस्, उसलाई सबैलाई ऐन र कानुनले आफ्नो पदअनुसारको जिम्मेवारी दिएको छ, अधिकार दिएको छ। त्यो चिज उसैले पुरा गर्ने हो। यो चिजमा हस्तक्षेप नगरिकन उसले अपनत्व लिएर नागरिकको त्यो सेवा प्रवाहमा मैले कतिको काम गर्न सक्छु, पारदर्शिता मैले कतिको दिएँ, भ्रष्टाचारमा म लिप्त भएको छु कि छुइनँ, यी चिज आफैले स्वमूल्याङ्कन गर्ने कुरा र त्यो अधिकार जो अधिकार दिएको थियो त्यो कार्यान्वयन पक्ष पनि उसैले गर्नुपर्छ र सहजता पनि उसैले गर्नुपर्छ। यो एउटा पाटो हो भने अर्कोतिर अहिलेको अवस्थामा आन्दोलन दुई खालको हुन्छ। राजा आउने पनि दुईवटा बाटो मात्रै छ। एउटा राजा आउने बाटो भनेको संविधान संशोधन गरेर उसलाई अब यही अहिलेको सेरेमोनीमा राख्ने कुरा छ भने, अर्को राजावादीहरूले जो सडकबाट आन्दोलन गरिरहेछ त्यो आन्दोलनले सबै चिजलाई भत्काउनु पनि सक्छ। त्यो खालको पावर त उहाँहरूसँग अहिले देखिँदैन। तर आन्दोलनले विस्थापित गर्यो भने अहिलेका ऐन, अहिलेका संविधान, अहिलेका चिजहरू, त्यसकारण सबैभन्दा ठुलो कुरा भनेको नागरिकले चाहेर सडकबाट पनि यी चिजहरूलाई फाल्नु सक्छ। तर त्यो अवस्था चाहिँ अहिले छैन। त्यो अवस्था छैन। तर प्रधानमन्त्रीको यो हरकतले त्यो चिजलाई टेवा पुग्यो कि भन्ने लाग्छ कि लाग्दैन? किनकि हिजो मात्रै माओवादीको नेता अग्निप्रसाद सापकोटालाई यो खालको मुद्दामा अगाडि बढाउनु र आज माधव कुमार नेपाललाई हरेक दिनको यो ट्विस्टले गर्दा सरकार नै राजावादीहरूको सपोर्टर हो भन्ने आरोप तपाईँको एङ्गलबाट लाग्छ कि लाग्दैन? अब अहिले चाहिँ विशेष गरी अग्नि सापकोटा नेता अग्नि सापकोटाको सन्दर्भमा चाहिँ अब बेपत्ता छानबिन आयोगको पदाधिकारीहरू भर्खर नियुक्ति भएका छन्, होइन? त्यसको सन्दर्भमा कति कुराहरू द्वन्द्वसँग सम्बन्धित कुराहरूलाई त्यही छानबिन आयोगहरूले नै अगाडि बढाउने भन्ने कुरा छन्। तर यही सन्दर्भमा यो चिज आउँदा चाहिँ एउटा कुरा त्यो शङ्का गर्ने ठाउँ रहन्छ भने अर्को माधव नेपालको जुन कुरा छ यस कुरामा चाहिँ केही कुराहरू क्याबिनेटमा लगेर क्याबिनेटले गरेको निर्णयहरू चाहिँ कुनै पनि निकाले हेर्नु नपाउने भन्ने जुन संवैधानिक एउटा व्यवस्था थियो त्यसमा काहीँ न काहीँ इरर चाहिँ फेरि छ। त्यो के इरर छ भने कति सचिव स्तरीय निर्णय सचिवले नै कार्यान्वयन गर्ने कुरामा पनि उसले चाहिँ अब क्याबिनेटमा लगेर मन्त्री परिषदमा लगेर निर्णय गराउने कुराले यी चिजहरूले घर गरेको थियो। तथापि पनि अहिलेको अवस्थामा नियम र ऐन विरुद्ध माधव नेपालकै कुरा गर्ने भने पतञ्जलि योगलाई त्यो हकबन्दीभन्दा धेरै जग्गा चाहिँ दिनु उहाँहरूलाई पुगेन भन्ने कुरा एउटा हदसम्म त्यो चाहिँ सही निर्णय नै थियो। तथापि पनि त्यसको केही दिन अगाडि बेच्नको लागि पनि त्यो निर्णय गर्नु चाहिँ कता त्यसले नियम कानुनभन्दा यी चिज चाहिँ अर्कोतिर गएन भन्ने कुरा चाहिँ छ। तर यहाँ एउटा चाहिँ गहन विषय भनेको चाहिँ के छ भने त्यो बेला जसले यो चिजलाई जुन मन्त्रालयले यो चिजलाई क्याबिनेटमा लग्यो त्यसमा माधव नेपालकै भनाइ अहिले मात्रै मैले सुन्दा चाहिँ मैले कुनै गल्ती गरेको छुइनँ र त्यो मौखिक टिप्पणीमा मौखिक आदेशको भरमा लेखेको छ। अब यो कतिको प्रमाणित हुन्छ यो पनि एउटा कुरा छ। अब मौखिक आदेशकै भरमा यी चिजहरू सबै हुने हुन् त? त्यो लाने निकायले पनि टिप्पणी गर्छन् त अहिले पनि? त सम्भावना छैन। त्यसकारण यहाँ काहीँ न काहीँ के हो यो ल्याप्सेस छ, यसलाई चाहिँ पत्ता लगाउनु पर्छ। होइन, माधव नेपाल
कमरेडज्यूको निलम्बनले अब प्रचण्ड पनि निलम्बनमा पर्ने सम्भावना देखिन्छ, किनकि टिआरसी विधेयक सन्तुलनमा रमेश लेखक गृहमन्त्रीको साटासाटा तानातान हो भन्ने कुरा प्रष्टै देखिन्छ। यो विषयले गणतन्त्र गम्भीर सङ्कटमा गएको र राजतन्त्रलाई फाइदा पुगेको हो भन्ने विषयमा टुङ्ग्याउँदै हामी स्थानीय मुद्दातर्फ आउन। अब यो एउटाहरूले अब त्यो त्यतातिर मात्रै डाइभर्ट गर्नु पनि सही होइन, किनभने अहिलेको अवस्थामा हिजो हाम्रा दलहरू त्यो भनेको ठुला 3 दलहरू मिलेर शासन सत्तामा कहिलेको अहिले पनि त्यही रूपमा अगाडि बढिरहेछ। हामीले देख्छौँ दक्षिण एसियाको अरू देशहरूमा, पाकिस्तानमा भनौँ, बङ्गलादेशमा भनौँ, एउटा सत्ता आइसकेर अर्को सत्ता निर्वाचनबाट आएपछि हिजोको सत्ताधारीलाई त्यो जाने सत्ताले चाहिँ कानुन बमोजिम खोजी नेतृत्वहरूलाई चाहिँ कारागार बसाउने अथवा त्यो भ्रष्टाचारका मुद्दाहरूलाई केलाएर उहाँहरूलाई थुनामा राख्ने काम भएको थियो भने यहाँ नेपालमा त्यो खालको ट्रेन्ड थिएन। सायद अब यसमा यो अहिलेको कारणले गर्दा कुनै पनि पार्टीहरू भोलि सत्ता परिवर्तन हुँदा जुनसुकै अहिले सत्तामा भएको भोलि प्रतिपक्ष हुँदा उहाँहरू पनि सेक्युर चाहिँ छैन अब भन्ने चाहिँ देखिन्छ। र यसले काहीँ न काहीँ अब पोजिटिभली सोच्दा त अब यसले पोजिटिभ इम्प्याक्ट दिन्छ कि भन्ने पनि देखिन्छ। तर यति भनिराख्दा फेरि यो चाहिँ प्रतिशोध मात्रै हो भन्ने पनि ठाउँ चाहिँ धेरै छ। त्यसकारण यसलाई दुईटै एङ्गलबाट हेर्दा अहिलेको सन्दर्भमा चाहिँ सबै इन्भल्भ भएको ठुल्ठुला काण्डहरू हामीले पनि सुनिरहेछौँ, न्युजहरूमा आइरहेछ। त्यसकारण अहिलेका सत्ताधारी दलहरू पनि यस कुराबाट अछुतो चाहिँ हुँदैन, यसमा चाहिँ पक्का छ। यसले पक्कै पनि राजावादीहरूलाई चाहिँ आन्दोलनको सन्दर्भमा, सडकको त्यो आन्दोलनमा काहीँ न काहीँ उहाँहरूलाई हेल्प चाहिँ गरेकै छ।